नमस्ते। म यति बेला बराहताल गाउँपालिका वडा नम्बर 6 बुटीमा छु। मसँग यहाँको जनप्रतिनिधि वडा सदस्य दिलमाया नेपाली हुनुहुन्छ। उहाँलाई स्वागत छ। नमस्ते। तपाईँ जनप्रतिनिधि हुँदै गर्दा यहाँका समस्याहरू, बराहताल गाउँपालिका वडा नम्बर 6 बुटी टोलका समस्याहरू के छन् त? के छन् अब स्कुलको गतिविधि त्यस्तै छ। घरबाट चन्दा उठाएर पढाउन लेखाउन परेको छ भने अब स्वास्थ्य चौकी यहाँ छैन, बिरामी हुँदा पञ्चपुरीमै जानुपर्छ। अनि अब रासन पानी नुन तेल ल्याउन पञ्चपुरीमै जानुपर्छ। अब कागज बनाउन मात्रै एउटा हाम्रो वडाकाले बिउरेन गरेर बिउरेन जानु पर्यो। अनि बिहा दत्ता गराउन, अब जन्म दत्ता भनौँ भनेपछि उहाँहरू जनप्रतिनिधि उहाँ आफै हो। उहाँहरूले जनताका समस्या सुन्ने कुरामा यहाँका बिहा दर्ता जो वडाबाट सम्बन्धित सिफारिसहरू छन् वडा कार्यालयमा जानुहुन्छ। बाँकी दैनिक उपभोग्य जो सामान आफूलाई चाहिने दैनिक खाद्य लत्ता कपडा आफूलाई दैनिक रूपमा परेको हुने सामानहरू किन्नका लागि पञ्चपुरी नगरपालिका जानुपर्छ। तर तपाईँ जाँदै गर्दा बाटोमा सधैँ गाडीमा जानुहुन्छ कि पैदल जानुहुन्छ? गाडीमा जहाँ पैदलै जानु पर्यो। हिलोहरू धुलोहरू उडेको हुन्छ। अब हिलो धुलोमा पानी आयो भने चिप्लिनुपर्छ। हिलो धुलोमा अब गाडी नै जानु पर्यो। अनि एम्बुलेन्स आउने बाटो छैन। अनि केही गाडी पनि आउने केही छैन। अब ठेकापट्टाका गाडीहरू अब बालुवा सालुवा लिन गिट्टी उठाउन आउँछन्। अरू अब त्यस्तै हो। बिरामी भएपछि अब कि बोकी नै लग्नु पर्यो कि अब त्यस्तै हो। अनि बोक्ने स्टेसनमै होला होइन? पुरानो स्थल स्टिचरै। अनि ठिक छ, यहाँको समस्या त्यही छ। यहाँको शिक्षा छैन। यहाँको शिक्षा जो यहाँ 8 पास भएपछि पढ्नलाई बराहतालको यहाँदेखि 6को यहाँदेखि 1.5देखि 2 घन्टा हिँडेर सेपाङ पढ्नुपर्छ। नभए यहाँको फेरि पढ्न पनि बाबे छ सुर्खेत बाहिर काठमाडौँ जानुपर्छ। अनि यहाँका जति पनि समुदाय छन् सबै इन्डियातिर के छ? तपाईँ इन्डियातिर जान्छन् कि प्रायः गाउँमै छन् सबै मान्छे? इन्डिया नगएर कहाँ इन्डिया जानुपर्छ। सबै चोक छ र गाउँमा। हो, इन्डिया मान्छे इन्डिया छन्, पैसा घर पठाउँछन्, तर यहाँ उत्पादन छैन। उत्पादन छैन किन्नका लागि। अनि तपाईँको बजार यहीँ बुटीमै हो कि किन्ने के हो? दाल नुन तेल चामल ल्याउनलाई पञ्चपुरी नै जानु पर्यो। हो। अनि यहाँ बराहतालको मान्छे पञ्चपुरी जानुपर्ने। अनि उहाँ आफै प्रतिनिधि मान्छे यस्तो भन्नुहुन्छ नि उहाँको अरू सर्वसाधारण यहाँका जनताको समस्या के होला? हामी उहाँ पनि सर्वसाधारण, हामी पनि सर्वसाधारण। हामीहरू तपाईँ हामी जस्तै यहाँको मान्छेले दिएर उहाँ जित्या मान्छे हो, तर पनि समस्या उहाँले आफै उहाँको मुखबाट सुन्छौँ। अर्को कुरा के छ भने यहाँका मान्छे हिँडेर जानुपर्ने, बराहतालका मान्छे पञ्चपुरी बाबियाचौर जानुपर्ने। अनि यहाँको बाटो गराइबेल छैन। यहाँका ठेक्कापट्टाका बालुवा गिट्टी ढुङ्गा माटो लिन बाबेचौरदेखि सुर्खेतदेखि बढीचौरदेखि ठेक्का हालेर यहाँ आएर यहाँका बालुवाहरू सुर्खेततिर पठाउँछन्, बाबेचौर पठाउँछन्। यहाँको यातायात समिति छ, बाबेचौरमा छ, बराहतालमा सबै यातायात समिति छन्। देउती होला अरू जो चाहिँ नागरिक यातायात छन् ती यातायात प्रणालीले पनि एउटा गाडी यहाँका दैनिक रूपमा हिँड्ने मान्छेका लागि गाडी चढ्नेको लागि बरु 100को लाने ठाउँमा भाडा 150 पनि मान्छे तिर्नु तयार छन्। गाडीको सेवा सुविधा भइदियो भने मान्छे तिर्छन्, हिँड्छन्। अनि यो यस्तो बाटो छ 2देखि 2.5 घन्टा यहाँ बुटीबाट हिँड्नुपर्छ, बच्चीबाट हिँड्नुपर्ने 3 घन्टा हिँड्नुपर्छ। यत्रो बाटो हिँड्नुपर्छ। जङ्गली जनावर बाघ भालुको डर छ। अहिलेसम्म मानवीय क्षति जङ्गल जनावर नभए पनि के थाहा एक्लै दुक्लै हिँड्दाखेरि जङ्गल जनावर आगमन गरिदियो भने गाडीमा हिँड्दा त मान्छे अलिक सेफ हुन्छ, मान्छे छिटो हिँड्छ, समयमा हिँड्छ। गाडीमा हिँड्ने भएपछि मान्छे ढुक्क तरिकाले हिँड्ने भयो। बरु 100 तिर्दा 150 तिर्छ, 150 250 300 तिर्ला। पैसा तिर्नु ठुलो कुरा होइन। मान्छे हामी तिर्दै आएका छौँ, खाँदै आएका छौँ, हिँड्दै आएका छौँ। तर पनि समस्या यो छ, यहाँका सम्बन्धित निकाय यहाँको वडाले यहाँको पालिकाले चाहिँ यो बराहताल गाउँपालिका वडा नम्बर 6मा बुटीमा रहेको सम्पूर्ण सेवा सुविधा, शिक्षा, स्वास्थ्य, खानेपानीदेखि लिएर यहाँका आम नागरिकले भोगेका समस्यालाई आफैले भोगे जस्तो गरेर यहाँका समस्यालाई समाधान गर्नतिर पहल गरिदिनु होला। बराहताल गाउँपालिका प्रमुख, उपप्रमुख, पालिका प्रमुख, उपाध्यक्ष हुनुहुन्छ। उहाँहरूले चाहिँ विशेष गरेर यो क्षेत्रका लागि भोट मात्रै लिएर जितेर मात्रै ठुलो कुरा होइन, जिते पनि यहाँको समुदायको समस्या त हल गरिदिनु पऱ्यो नि। तपाईँहरू चाहिँ जनताको काम गर्ने भनेर आफू सरकारमा जाने अनि यहाँ आफू जितेपछि यहाँको सेवा सुविधा, यहाँका जनताका समस्याहरू समाधान नगरिदिने त? त्यो भएर तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने यहाँको वडाध्यक्षले पनि यहाँ यो टोललाई विकास गरिदिनु होला। यो बराहतालको वडा नम्बर 6को सबभन्दा विकट एरिया भने बुटी हो। त्यसमा पनि यहाँ चाहिँ दैनिक रूपमा मान्छे हिँडेर वडाको काम बाहेक अरू सम्पूर्ण कामको लागि पञ्चपुरी जानुपर्छ। यो बाटो गराबेल छैन, कच्ची बाटो छ, बर्खामा हिँड्न असहज छ, हिलो छ, हिलाम्मे सडक छ। यो बाटोमा हिँड्दै गर्दा हामीलाई के महसुस हुन्छ भने हामीले भोट दिएर खेर गयो क्या। हामीले भोट दिएर जिताइदिने, जितेर
जनताका समस्या समाधान नगरिदिने, तपाईँहरू मजाले आफ्नो कुर्सी सिपेर बस्ने, आफ्नो जनताका समस्या हल नगरिदिने भएर नै हामी जनताहरूले तपाईँसम्म यो यस्ता भिडियोहरू यहाँका समस्याहरू उठाउँछौँ। अब हामीले यो भिडियो गराएको भरमा के हुन्छ छुट्टै? हामीले बजेट हाल्ने ठाउँमा हामी छैनौँ, हामीले घरको अवस्थाले भ्याउँदैन सहयोग। हामी ठिक छ, तपाईँहरूले बजेट हालेको ठाउँमा हामीले सर्वसाधारणले चाहिँ सर्वदान गर्नुपर्छ भने हामी त्यहाँ गर्न तयार छौँ। तपाईँको यो टोल सर्वसाधारण त्यो सर्वदान गर्न तयार छ नि? बजेट आयो भने बजेट आएन सर्वदान गर्न त तयार छन् जनता तयार छन्। तर तपाईँहरूले चाहिँ यहाँको क्षेत्रका लागि विकासका लागि योजना छुट्याइदिनुहोस्। यो क्षेत्रको टोलको लागि यो अलिक विकट एरिया हो, बराताल 6 को विकट एरिया, त्यो पनि बुटी हो। त्यो भएर तपाईँ यो भिडियो हेर्नुहुन्छ, कसै यहाँको मान्छेले हेर्नुहुन्छ, यहाँको सरकारले हेरेको छ भने यो भिडियो हेरेर तपाईँहरूले यो क्षेत्रका लागि विकास गरिदिनु होला भन्ने आशावादी छु। धन्यवाद, नमस्ते।